आहाहाहा झोलेलाई भोग लाग्यो होला है। मासु भात त छैन नि, भेजिटेरियन हो। मासु भात त छैन बाबै, छैन। अब यो दाल भात खाने बानी हो मलाई त है। नसक्नु छ यहाँ हेर न है। मासु भात खाँदैन नि निसानेले। अहिले चुनावी र्यालीमा नि मासु भात खाँदैन नि निसानेले बाबै। मासु भातमा भोट बेच्दैन नि निसानेले बाबै। निसाने त युवालाई जिताउन जाँदैछ। हेर त यहाँ कस्तो सादा काउलीको तरकारी, अब के हो यो दाल, कस्तो मिठो। निसानेलाई पेट्रोल पनि चाहिँदैन नि बाबै। लौ त साथीहरू, पेट्रोल बिना, मासु भात बिना, पैसो बिना कसरी कसरी भोट खसाल्न सकिन्छ यो पालि देखाइदिया हो त नेपाली जनताले। लौ त साथीहरू, लौ त।